Hello guys, welcome back to my channel. Hello guys, welcome back. A few moments later. Hello guys, welcome back to my channel once again. So आज भने चाहिँ हामी चाहिँ पानी परिरहेछ बाहिर चाहिँ एकदमै ज्यादा है. सो त्यो भएर चाहिँ म र सलिम चाहिँ माथिनिर क्याफेटेरिया जानु आँटेको पाराङमा KFC खानु. सो अराउन्ड 6 मन्थ भइसक्यो त्यहाँ बनाएको, बट हामी यहाँ नजिकै भएर पनि गएको छैन. सो आज चाहिँ हामी चाहिँ दुईजना चाहिँ जाने प्लान गरेको छौँ. सो त्यही भएर भ्लग पनि बनाउँदै हैन. सो हेर्दै गर्नुहोस् होला. इन्जोय द भ्लग गाइस. लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल. सो गाइस अहिले भने चाहिँ हामी चाहिँ निस्किसकिसक्यो. सो देख्न सक्नुहुन्छ हामी चाहिँ जानुपर्ने चाहिँ यहाँ माथि हो लाइटबाट. हाम्रो घरदेखि चाहिँ यतिको नजिक देख्छ है. सो देख्न सक्नुहुन्छ खोइ फोन. सो देख्न सक्नुहुन्छ यहाँनिर हो लाइट बल्दै गरेको जग्गामा यहाँनिर जानुपर्ने हो KFC खानुको लागि चाहिँ. सो गाइस भ्लग हेर्दै गर्नुहोस् होला. सो यहाँको वेदर चाहिँ यस्तै छ है. छाता बोक. सो पानी पऱ्यो, अब छाता ओढेर चाहिँ ओके जानुपर्छ. बेलुकाको भ्लग बनाइदिएको यस्तो होइन. हेर्दै गर्नुहोस् होला. यदि तपाईँहरूलाई भ्लगलाई मन पऱ्यो भने डु लाइक शेयर एन्ड सब्सक्राइब. सो यदि फेसबुकबाट हेर्दैछ भने चाहिँ सेयर गरिदिनुहोस् होला जति सक्दो. एन्ड फलो दि माई च्यानल पेज. एन्ड सो देख्न सक्नुहुन्छ यहाँबाट यति दामी चाहिँ मिठो भ्यू छ है. सो गाइस अब चाहिँ यो 100 यसको उकालो भएर जानुपर्छ है. सो देख्न सक्नुहुन्छ सलिम अगाडि एन्ड छाता उडेर म चाहिँ छाता बिना पछि. सो अब चाहिँ लागेको हामी. एन्ड देख्दै गर्नुहोस् त यहाँनिर चाहिँ यो चाहिँ हाम्रो टमाटर बारी. सो देख्न सक्नुहुन्छ टमाटर अनि खोर्सानी. सो पानीले चाहिँ यस्तो गोदेर चाहिँ यतिको भइदिएछ होइन. यो घरहरू चाहिँ सबै खाली छ. यसो देख्न सक्नुहुन्छ यहाँ चाहिँ ट्याङ्की मात्रै छ बट नो वाटर सप्लाई. ट्याङ्की चाहिँ यहाँदेखि देख्न सक्नुहुन्छ. ट्याङ्की एउटा दुईवटा तिनवटा. यो त झन् मेरो घरभन्दा पनि ठुलो रहेछ ट्याङ्की हो. यहाँनिर अगाडि उयो मुनि भनेको हौ तेजपत्ता टिप्ने भनेको उयो तलको तेजपत्ता देखिरहेको छ अगाडि. गाइस देख्न सक्नुहुन्छ सबै घरहरू चाहिँ बिजोक भएर सबै छोडिसक्यो. तेजपत्ता देखिन छु तल. अन्त जान त्यो बाटो छैन होला. चल ओइ लड्छ है. देख्न सक्नुहुन्छ घरहरू यतापट्टि पनि यो पनि खाली हो घर. यो पनि अब सबै बजार लागिसकिसकेको हो. देख्न सक्नुहुन्छ अब हाम्रो र त्यहाँ तल्लोपट्टि एउटा घर, अन्त पल्लोपट्टि एउटा घर, अनि तल्लोपट्टि एउटा, अझै तल्लोपट्टि एउटा. त्यति मात्रै छ. 6 घर मात्रै छ है. सो गाइस हाम्रो गाउँमा चाहिँ 6 घर मात्रै अहिले चाहिँ बाँकी रहेको छ. हुनुपर्ने चाहिँ 25-26 घर हो. सबैजना चाहिँ बजारतिर सिफ्ट भइदिएर चाहिँ त्यो भएर चाहिँ के गर्नु पानी छैन त्यही भएर होला. सो गाइस अहिले भने चाहिँ हामी चाहिँ अलिकति स्ट्रगल गर्दै हिँड्दै होइन 100 यसको बाटो यस्तो हिँड्दै चाहिँ माथि घरदेखि अलिक माथि आइपुग्यौँ. सो देख्न सक्नुहुन्छ अगाडि चाहिँ सलिम छ. एन्ड सो देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ भ्यू देख्छ गाइस दामी. सो यहाँ तलको मेरो घर. अन्त यस्तै छ भ्यू चाहिँ है. यस हेलो सलिम देख्नु. A few moments later. सो गाइस अब भने चाहिँ फाइनली हामी चाहिँ यहाँनिर रोड आइपुग्यो है. पल्लोपट्टि हो. सो देख्नु सक्नुहुन्छ पसिना. एन्ड सो देख्नु सक्नुहुन्छ. अन्त देख्नु सक्नुहुन्छ यहाँ सलिम है. सलिम चाहिँ यहाँ पानी नपरिकन छाता ओढ्दै हिँड्दैछ है. देख्नु सक्नुहुन्छ गाइस सो दामी भ्यू छ. सो गाइस फाइनली अहिले भने चाहिँ हामी चाहिँ यहाँ क्रस हिल आइपुगिसक्यो. सो देख्नु सक्नुहुन्छ. एन्ड आजको भ्यू चाहिँ अलिकति बिग्रेछ किनकि पुरा पानी पर्दैछ है गाइस. सो त्यही भएर चाहिँ यतिको चाहिँ भइरहेछ आज चाहिँ. नत्र चाहिँ पानी घटपाट देख्थ्यो. सो त्यस्तै छ. क्याफे चाहिँ खुल्ला रहेछ अघि अलिक. सो गाइस अहिले भने चाहिँ फाइनली हामी चाहिँ यहाँनिर आइपुगिसक्यो है. सो यहाँनिर चाहिँ आगो हुनुहुँदो रहेछ. सो आगोको पनि छ है फेसबुकमा च्यानल पेज छ. सो के हो तपाईँको पेज च्यानल? मेरो अनिल तामाङ फेसबुक पेज. अनि सपोर्ट गुरुङ मेरो सिन्जी.
अनि तपाईले सपोर्ट गरिदिनुहोस् हाम्रो पेजलाई सो पनि यसै अलिअलि फेसबुकबाट पैसा कमाउन सकौँ भनेर सो नहीं ना तो यार लाइक मारो कर दो यार तुम्हारे पैसे थोड़ी ना कट रहे हैं कर दो अब अगर तुम लोग नए हो तो यार सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ मैरी गो राउंड खेलो या फिर टीपी टिपी टैप मुझे नहीं पता बस क्लिक हो जाना चाहिए यता पनि साइमन दा है ऱ्यापर अन्त हेर्नु देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ सालम दाको ब्यान्डको देख्न सक्नुहुन्छ एन्ड सो यस्तै छ यहाँ चाहिँ लाइटिङ है आज चाहिँ अलिक खाली खाली रहेछ बट खाली खाली नै मजा आउँछ सो हामी दुई भाइ चाहिँ यहाँनिर टक्कै यहाँ भ्यू हेर्दै केएफसी खाने हो आज चाहिँ हो धेरै दिन बादमा देख्न सक्नुहुन्छ लाइट सो गाइस अहिले चाहिँ अघि चाहिँ म चाहिँ यहाँबाट यहाँ थिएँ है सो हाम्रो घर चाहिँ यही हो यस्तो गोलो भएको जग्गा सो सबै एरिया बट त्यहाँबाट चाहिँ हामी हेरेको थियो यो जग्गाबाट चाहिँ हेरेको थियो यहाँ ढुक्कालो आएको सो हेर्दै गर्नुहोस् होला गाइस A few moments later. सो गाइस फाइनली अहिले भने चाहिँ के आइपुग्यो है सो देख्न सक्नुहुन्छ यस्तो छ सो कोक अचार सस एन्ड सो केप चाहिँ यत्रो ह्युज एमाउन्ट सो देख्न सक्नुहुन्छ यहाँनिर सलिम एन्ड यता सुन्नु सो अब चाहिँ खाने बेला हुन आँट्यो सो So guys, you just chill there and एकदम दामी start. हमला So guys, यस्तो चाहिँ crispy. Nice. Tasty. के So guys, दामी रहेछ फर्स्ट बाइट चाहिँ एकदम दामी भयो सेकेन्ड बाइट दामी 10 आउट अफ 10 आउट अफ रेट म त 9 दिन्छु सेम 9.5 9.5 10 मा -5 0.5 यु क्यान अल्सो भिजिट सो यहाँनिर आउनु सक्नुहुन्छ एकदमै दामी पाउँदो रहेछ है भ्यू पनि एकदमै दामी छ यहाँनिर आई गेस कप्सी कसले राखेको कप्सी नाम कसले गाइस यसलाई चाहिँ केएफसी भन्दैन गाइस होइन फ्रेन्ड यसलाई चाहिँ केएफसी भन्दैन कप्सी कप्सी भन्दा रहेछ यसलाई चाहिँ मैले राखेको छ निक नेम सो गाइस देख्न सक्नुहुन्छ भ्यू चाहिँ यतिको देख्छ यहाँबाट है हो आम टिक 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 पिल 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 ए घरमा लाइट बालेन ऊ तल्लो गाउँ र केही यो चाहिँ हो सिक्किम एन्ड सो यहाँनिर चाहिँ खाँदैछ यसले यहाँभित्र गफ हुँदैछ आगोहरूको सो मालिकहरूको सो देख्न सक्नुहुन्छ यसको चाहिँ यतिको मजाको चाहिँ छ यहाँनिर चाहिँ बेलुका चाहिँ यदि तपाईँहरूको गर्लफ्रेन्ड ल्याएर यसो डेटमा आयो भने चाहिँ कौन है ये लोग कहाँ से आते हैं ये ओके एकदम दामी हुन्छ डेटमा चाहिँ हुन्छ सो गाइस अहिले भने चाहिँ गीत सुन्दै होइन यसो भ्यूहरू हेर्दै भाइसँग देख्नु सक्नुहुन्छ यहाँनिर खाने तिमीहरू खाने भाउ देख्न सक्नुहुन्छ एकछिन बढाइदियो भाइ भिडियो सक्नु आँट्यो अब नेक्स्ट के बनाउँछ झोलमा म त पहिला बनाएको रहेछ till it's cool. आज काश्मीरमा लाग्छ छैन यति लागेछ जस्तो अघि क्या दामी दिएको थिएँ लाइट नम्बर कति भन्नु भ्यू देखाउनु पाएन खान हजुर खायो हालिदिनु मैले खानु नआँटेको सानो
मिसी खानु सक्दैन रहेछ KFC टाइममै झट्टै भए हुन्छ सो गाइस टाइममै भयो है गाइस हामी बिहानै भयो अब गएर भातमा घरमा गएर भात पनि नखाइकन डिनर पनि अहिले अरू भयो ढेमे अब त खानु सक्दैन अब सो गाइस अब भने चाहिँ खाइसक्यो है सो अब नेक्स्ट के खानु यसो कमेन्ट गरिदिनुहोस् होला गाइस है सो आजको भ्लग चाहिँ यहीसम्म थियो सो डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल सो यदि फेसबुकबाट हेर्दैछ भने लाइक गरिदिने अन्त सेयर गरिदिने है सो कमेन्टहरू पनि यसो गरिदिने है सो गाइस त्यति भन्दैमा आजको भ्लग यतिमै राख्दै सो कुनै दिन भेटौँला अब अर्को कुनै भ्लग बाई बाई तो यार बस आज के लिए सिर्फ इतना ही। अब अगर तुम लोग को वीडियो पसंद आई ना तो यार लाइक मारो, कर दो यार, तुम्हारे पैसे थोड़ी ना कट रहे, कर दो। अब अगर तुम लोग नए हो तो यार सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ मैरी गो राउंड खेलो या फिर टीपी टीपी टैप, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।